डल्ली भैँसीको मै बोकेर जाँदैछु म त्यही हो यस्तै हो अब हेर्नु है अलिकति खाजा बोक्नु लगाएको अघि जाँड लागिहालेछ के गर्नु सकेन 3 बज्यो लास्ट साथीहरु वेलकम ब्याक टु माई च्यानल फेरि पनि आइसकेको तपाईहरुको सामने नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु। आयो तपाईहरु पनि सन्चै हुनुहुन्छ ल म पनि एकदम आरामको कुशलै नै छु। टाइटल र थम्बनेल देखेर थाहा पाइसक्नु होला आजको भिडियो चाहिँ कुन प्रकारको र के बारेमा छ भनेर। म चाहिँ आज देख्न सक्नुहुन्छ यता किचनमा छु ससुरालीतिर छु साथीहरु। ससुरालीको किचनमा है देख्न सक्नुहुन्छ माथि मकै यता म छु पर देख्न सक्नुहुन्छ उदान हाम्रो हैन त्यहाँदेखि म यहाँ छु। सो साथीहरु आजको भ्लग चाहिँ कस्तो छ भनेर टाइटल र थम्बनेल देखेर तपाईहरुले थाहा पाइसक्नु होला। नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला साथीहरु है। छड्के टोपीमा सो साथीहरु म चाहिँ आज घरमा एक्लै छु कोही पनि हुनुहुन्न आज सबैजना बारीमा जानुभएको छ म चाहिँ यता छु। सो साथीहरु देख्न सक्नुहुन्छ टन्टलापुर घाम लागिरहेछ त्यही भएर म चाहिँ यता घरमा एक्लै छु। आज चाहिँ म तपाईहरुलाई मेरो ससुराली गाउँ घर देखाउने छु। गाउँ घर भन्दा पनि यसो घरहरु अनि यता छ यो चाहिँ पहिलाको घर यो चाहिँ पहिलाको घर। अब अहिले चाहिँ ध्वस्त नै भइसकेको छ यस्तो भइसकेको छ। मकैहरु सिनहरु त दामी छन् टन्टलापुर घाम लागिरहेछ साथीहरु। अहिले चाहिँ यता छ पर गोड थियो त्यो पनि डस्ट डढेर यो चाहिँ आँगन थियो। आँगनमा चाहिँ अहिले सानो घर छ अनि अहिले यो किचन यो गोदाम पाली के भन्छ मतान यसमा चाहिँ अहिले यस्तो भइरहेछ। माथिबाट देखाउँछु म तपाईहरुलाई। सो साथीहरु मेरो आजको आउटफिट अफ द डे यो चाहिँ मतान भइहाल्यो। यता घर यहाँनिर चाहिँ पहिला घर थियो अहिले चाहिँ छैन यस्तो छ। तर सिनहरु तल तमर खोला यता यो टाँकी के फुलिरहेछ यहाँ बाख्राको सबै चर्नलाई चरानतिर गएको छ चर्नलाई। सुँगुर माउ यसका बच्चाहरु यता ल बच्चाहरु देख्न सक्नुहुन्छ पर यसको 5-6 वटा बच्चा थियो 2टा 3टा त मरिसक्यो सानो जाडोले अनि हनी दुध खान नपाएर होला मौले कुल्चेर कति मरो ऊपर डाँडामा जाँदैछ पिपल डाँडामा
ससुराली जाउँला नि तल 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 बेसीमा मैच्याङ यो डाँडाबाट खतरा भ्यू देख्छ है अनि त्यो पर डाँडाबाट पनि खतरा भ्यू देख्छ अहिले म देखाउँछु भरे कस्तो छ नि कुरोघारी के फुलहरू कस्तो दामी दामी फुलहरू छ यो डाँडाबाट चाहिँ बब्बाल भ्यू देख्छ है साथीहरु काम गर्ने मान्छेहरू दाल गोड्नुलाई आउनु भएको थियो सबैजना कता जानु भयो ल साथीहरु मेरो ससुराली गाउँको भ्यू चाहिँ यो प्रकारको छ यस्तो छ सरर यो दालहरू सब पारी डाँडाहरू पर फिदिम यो चाहिँ फिदिम बजार सरर यता छ्यागुहरू खै केहरू यता भइहाल्यो बब्बाल छ तल तल दाल तल एउटा घर छ यो अन्जुहरूको घर यो पनि डढेर ध्वस्त भयो अहिले चाहिँ करेसाबारी भएको छ करेसाबारीमा पनि फेरि हेर्नु न कति फलेको छ पछाडि करेसाबारीमा हेर्नु न कुबिन्डो यसलाई चाहिँ कुबिन्डो भन्छ है त माथि हेर्नु न यता टमाटर पनि पाकिरहेको रहेछ हल्का यता म करेसाबारीमा यो चाहिँ पहिला घर थियो अहिले चाहिँ करेसाबारी बब्बाल करेसाबारी भएको छ नि मौला र बौला आएको छ करेसाबारीमा त ल साथीहरु अब चाहिँ हामी खेतालाई खाजा लगेर जाँदैछौँ देख्न सक्नुहुन्छ पछाडि यता मै डल्ली भैँसीको मै बोकेर जाँदैछु म यस साथीहरु यता मेरो श्रीमती हेलो भन्दियो भारीहरू पुरा भारी जा दाल बोकिन्छ त्यही हो यस्तै हो अब हेर्नु अलिकति खाजा बोक्नु लगाएको अघि जाँड लागिहालेछ के गर्नु बोक्नु सकेन म त यी बुल्डुङै बोकेर हिँड्दैछु डाँडा पाखा हरियाली कता हो बाटो टुको यो पनि आउँदो रहेछ खोइ पारी होला नि खुर्सिनी गचार पो हाल्यो नि ल ए हालेछ हालेन भने म कुद्दै कुद्दै हाल्छु नि 3 बज्यो नि हो चट्ट हेलो भन्नु यता मेरो बुढी खाजा बोकेर कुद्दैछ म यता छु कस्तो घाम लागेको तिम्रो त आमा अब पर खाजा खाने ठाउँमै भेट्नुपर्छ है त साथीहरु
थोरै भयो गाजेल काम हेर जो लु है मिमी दु दाल भएर बिन्ने आउँछ भाइ दाल हिउँलाई फिने फेर्दा खुकुदे साथीहरु अब चाहिँ खाजासाजा खाइसकेर म यता हर्से डाँडातिर जाँदैछु। यो रहेछ गहतको ओहो काँडाले झन्डै बिताए यार। सो साथीहरु अब चाहिँ म हर्से डाँडातिर जाँदैछु। तपाईँहरूलाई देखाउने छु हर्से डाँडाको सिन। यता गहतहरू दालहरू टनाटन हर्से डाँडा जानु पर्यो। हर्से डाँडाबाट चाहिँ एकदम बाल सिन देख्छ वारिपारि डाँडा काँडा चारैतिर। त्यही भएर म त्यता जाँदैछु। डाँडा काँडा हरियाली ल यो चाहिँ योन्जन राखेको घर अनि यो ससुराली घर भइहाल्यो हाम्रो। मेरो देखिँदैन रहेछ घर त गोठहरू मात्रै देख्दैछ। पहिला भए चाहिँ देखिन्थ्यो होला अहिले चाहिँ देखिँदैन। सब विनाश बब्बाल देखिन्छ नि यहाँबाट त सबैतिर। यो चाहिँ भ्यू टावर है केपी ओलीले बनाएको भ्यू टावर भन्दा यहाँबाट चाहिँ बब्बाल देख्छ भ्यूहरू। यस्तो छ क्या यहाँ अग्राको बोटहरू सखुवाको बोटहरू सालको बोटहरू पुरानो पुरानो सालको बोटहरू छ। एकदम डरलाग्दो छ नि त यहाँ पूजा गर्ने ठाउँमा यो चाहिँ पर घर पर गोठहरू दालबारीहरू चाहिँ खतरा देख्दैछ। अनि तल पनि घरहरू छ सिधै यहाँनिर चौतारा भइहाल्यो। यो दालबारीहरू सिधै यहीँ देउताहरू यहाँदेखि तल कहाँ कहाँ ल यहाँदेखि चाहिँ कहाँ कहाँ तल 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 छ है। यहाँदेखि झऱ्यो भने चाहिँ साथीहरू भेटिँदैन। यहाँतिर पनि खेत थिएछ पहिला चाहिँ अहिले चाहिँ छैन। अनि उपर एउटा घर छ भइहाल्यो एउटा घर उपर तल पनि एउटा घर यहाँ थियो एउटा घर त्यो पनि डढेर सक्यो। त्यहाँदेखि पर पर पनि डाँडामा थियो त्यहाँ खोल्सामा एउटा त्यहाँको चाहिँ डढेको थिएन र पनि मान्छेहरू अब सरेर यतै यहाँ मास्तिर आउनुभएको छ। यसलाई चाहिँ हर्से डाँडा भन्छ। जो यहाँबाट चारैतिर देख्छ कि यता माथि माथि माथिसम्म डाँडा यता थोक्लुङ सोक्लुङ सबै। यहाँ चाहिँ लास्ट हावा चल्छ साथीहरू लास्टै शीतल छ तल कम्बर खोला ताई सबै। साथीहरू अब चाहिँ म फर्किँदैछु हर्से डाँडाबाट। पर मेरो पछाडिको देख्न सक्नुहुन्छ हर्से डाँडा। घामले केही देखिँदैन टल्केर फेरि
म चाहिँ यता छु म चाहिँ फर्किसकेको अब घरमा गएर अलिअलि काम पनि गर्नुपर्ने छ त्यो साथीहरू नयाँ हुन्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला त्यही हो साथीहरू आजको भिडियो कस्तो लाग्यो भनिदिनु होला कमेन्टमा लेखिदिनु होला है अनि यति भन्दै आजको भिडियोमा चाहिँ म यही भन्न चाहन्छु थ्याङ्क्स फर वाचिङ दिस भिडियो बाई बाई